नमस्ते नमस्कार सबैजनालाई। म सञ्जीव सनी। एक साल भित्रमा स्कुलमा सुधार भएन भने तपाईहरुमाथि कारबाही हुन्छ। राम्रोसँग काम गर्नु भएन भने सरुवा हैन डाइरेक्ट सस्पेन्ड हुन्छ। चाहे मेरो छोरा होस् चाहे मेरो दाइ होस् जुनसुकै होस् सबैमाथि कारबाही हुन्छ। डाक्टर अमरेश कुमार सिंहज्यूले भन्नुभएको छ। यो भिडियो फुल वाच गरिदिनु होला। यतिकै कडा नियम चाहिँ लाग्नुपर्छ के सबै ठाउँमा मेरो भन्नेको अनुसार। तपाईहरु एकचोटी यो भिडियो हेरेर आफ्नो प्रतिक्रियाहरु दिनु होला। ल हेर्नु भिडियोस। यो हदियारिया स्कूल नमूना विद्यालय पढ़ाई में कसरी बन्छ तपाईहरुको अभिभावक छ। यदि एक साल भित्र यो सुधार भयो भने म तपाईहरुलाई प्रक्रिया पुर्याएर कारबाहीको अगाडि बढ्ने प्रक्रिया गराउँछु। त्यसमा निर्णय गर्छु या आदेश लाउँछु। जुन स्कुलको पढाइ रिजल्ट खराब हुन्छ त्यो स्कुलको टिचरलाई सस्पेन्ड गर्नुपर्छ। सरुवा हुन्छ, सरुवा समाधान हुन्छ। यहाँको रोग अरू ठाउँमा सरुवा भनेको सरुवा रोग जस्तै यहाँको रोग सरुवा अर्को विद्यालयमा यो विद्यालयको त्यो रोग त्यही हो जहाँ गर्नु नपर्छ। त्यस कारणले हामी सरुवाको नीतिबाट मुक्त छौँ। हाम्रो प्रधानमन्त्री बाली नीति मुक्त छ। हामी जसलाई रिवार्ड पनि गर्छौँ, रिवार्ड पनिसमेन्ट हुन्छ। राम्रो काम गर्नलाई तपाईँलाई त्यस्ता लाभ आउँछु भयो भने ग्रेड सक्छु के सरकारले त्यसमा हामी गएपछि उमेर गर्छु। नराम्रो काम गरेर मेरो बाउ भए पनि मेरो छोरा भए पनि मेरो दाइ भए पनि मेरो काका नातावादी बाबा अब चल्दै त्यो प्रायः स्ट्रङली भनिरहेको छु। मैले भने मेरो सरकारको प्रधानमन्त्री भनिन्छ हामी सल्लाह गरिरहेको छु भनिरहेको छु। म तपाईँ जनतालाई धन्यवाद दिएर हुन्छु। त्यस कारणले एक जमानामा हजार यसको फेमस थियो। त्यही फेमस भएर बिल्डिङ मैले बनाउनु लाग्यो। मन्टाउ बनाएको मैले नेसनल व्यक्ति मन्टाउको सांसद थिएँ। मैले यहाँ पनि बनाउनु लगाएँ, बल्ला पनि लगाएँ, हरिया पनि लगाएँ र कर्मैया 4 विद्यालय सबभन्दा पहिला बनाएको छ। इन्डियन बेसिसमा बुझ्दै मेरो कि मन्टाउको